हजुरहरु पनि आफ्नो स्किनलाई चाहिँ व्हाइटनिङ गर्ने ब्राइटनिङ गर्नका लागि भने चाहिँ क्रिमहरु खोज्दै हुनुहुन्छ अथवा हेर्दै हुनुहुन्छ भने चाहिँ यो कुराहरुलाई ध्यान दिनु होला र केयरफुल हुनु होला। स्किन व्हाइटनिङ एन्ड ब्राइटनिङ भनेर चाहिँ बजारमा अहिले विभिन्न थरीका स्किन व्हाइटनिङ क्रिमहरु हजुरले पक्कै देख्नु भएको होला। त्यसले हजुरलाई गोरो त बनाउँछ तर त्यसले हजुरको स्किनमा इरिटेसन, ड्राइनेस, चायापोतो, हजुरको स्किनलाई पातलो बनाउने अथवा पिम्पलहरु ल्याएर झन् अनुहार बिगार्दै गएको हजुरले पक्कै देख्नु भएको। त्यसैले यस्तो क्रिमहरु किन्दै गर्दा चाहिँ हजुरहरुले डर्मालोजी टेस्ट छ कि छैन भनेर मात्र चेक गरेर लिनु होला। र हामीसँग भएको यो कोजिक साबुन र कोजिक व्हाइटनिङ क्रिम चाहिँ डर्मालोजी टेस्ट मजाले छ। सो हजुरहरुले मजाले युज गर्न सक्नुहुन्छ। यो हो प्रिमियम वाला कोजिक एसिड सप। यसमा भिटामिन सी, कोकोनट ओइल, कोजिक एसिड, पपैया रहेको छ। यसले चाहिँ हजुरको बडीमा जे जति घामले जडेर ट्यानिङ भएको छ त्यो सबलाई हटाएर चाहिँ व्हाइटनिङ गर्न हेल्प गर्छ। यो चाहिँ फेस एन्ड बडी दुवैमा युज गर्न मिल्यो। यो हो कोजिक व्हाइटनिङ क्रिम। यसले चाहिँ हजुरलाई इन्स्टेन्ट ग्लोइङ एन्ड व्हाइटनिङ गर्न एकदमै धेरै हेल्प गर्छ। यसले चाहिँ हजुरको स्किनमा भएको डार्क स्पटहरुलाई हटाएर अथवा पिगमेन्टेसनहरु जे छ, चाया पोतोहरु जे जति छ, एक्नेको स्कारहरु, मेलाज्माहरु अथवा घामले गरेर हजुरको पुरै बडी ट्यानिङ भएको छ, फेसहरु नराम्रोसँग अनराम्सहरु, घाँटीहरु, भुडाहरु जे जति कालो भएको छ त्यो सबलाई हटाएर यसले चाहिँ इन्स्टेन्ट व्हाइटनिङ गर्न एकदमै धेरै हेल्प गर्छ। एन्ड यु क्यान सी द रिजल्ट कति धेरै यसले एकैछिनमा डिफरेन्ट देख्नु छ। सो हजुरहरुले चाहिँ ट्राई गर्न सक्नुहुन्छ। यसले हजुरलाई इन्स्टेन्ट व्हाइटनिङ गर्न एकदमै धेरै हेल्प गर्छ। सो हजुरहरुले चाहिँ आफ्नो एभ्रीडे युजिङको लागि चाहिँ यो क्रिमलाई मजाले एड गर्न सक्नुहुनेछ है। सो स्किन केयर गर्दै हुनुहुन्छ भने, व्हाइटनिङको लागि चाहिरहेको छ भने, क्रिमहरु साबुनहरु खोज्दै हुनुहुन्छ भने यो दुईटा हजुरको लागि परफेक्ट हुनेछ। सो ट्राई गर्नु।